नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई मेरो न्यू ब्लगमा। आज पनि म तपाईँहरूको लागि दियालो दरबार देखाउन गइरहेको छु, जुन यो मेन गेट रहेको छ। यहाँबाट हामी टिकट लिएर प्रवेश गर्नुपर्ने हुन्छ र यो चाहिँ जाने बाटो हो। चारैतिर हरियाली छ, साथमा चराहरूको सुमधुर स्वर, रमणीय वातावरण रहेको छ। यो चाहिँ अलिकति पर पुगेको चाहिँ चौर छ, त्यहाँबाट इङ्गित गरिएको छ कि दरबार जाने जुन बाटो छ यसरी बोर्ड राखिएको छ। तपाईँहरूले भिडियोमा देख्न सक्नुहुनेछ है त। यो राजा महेन्द्रले आफ्नो शासनकालमा बनाएको हो। यो 2070 तिर चाहिँ निर्माण भएको दरबार हो है त। यहाँदेखि अगाडि हामी दरबारमा जाँदैछौँ। चारैतिर हरियाली रमणीय छ। योभन्दा तल फेरि नारायणीको जुन तीर रहेको छ है त, जो सब भ्यूको लागि पनि यो राम्रो छ, आनन्ददायक एकदम रमणीय ठाउँ रहेको छ। अब पनि हामी प्रवेशद्वार नजिक पुगिसकेका छौँ। दियालो बङ्गला दरबारको यो गेट रहेको छ। अहिले भने यो दरबार एउटा सङ्ग्रहालयको रूपमा प्रयोग गरिएको छ। तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुनेछ है त। नेपालको ऐतिहासिक दरबार दियालो दरबार है।